जनता जान्न चाहन्छ 50 करोड कहाँ गयो हिसाब दिनुस्। हिसाब चाहियो तपाईलाई? हजुर। ठीक छ, म हिसाब दिन्छु 50 करोडको, लेख्नुस्। हुन्छ, राख्छु, म रेकर्ड छ मसँग। 50 करोडमा 10 करोड मैले आफ्नो लागि इमानदारीपूर्वक राखेको छु। 10 करोड मात्रै। 10 करोड आफ्नो लागि राख्नुभयो? इमानदारीपूर्वक मात्रै 10 करोड। 40 करोड बाँकी रह्यो। 40 करोड बाँकी रह्यो। अब सुन्नुहोस्, भ्रष्टाचार कहाँबाट सुरु हुन्छ, कति क्रप सिस्टम छ भनेर थाहा हुन्छ। अब सुन्नुहोस्, एउटा पत्रकार आएर भिडियो बनायो, हल्लाखल्ला गर्यो, भण्डाफोर गर्यो सबै गलत कामको। त्यसको मर्डरमा 2 करोड लाग्यो। फेरि केस फाइल भयो। अब केस फाइल भएपछि जजलाई चुप गराउनु परेन, जजलाई उता 8 करोड दिनु पर्यो, अनि मात्र जज चुप भयो। अब बाँकी भएको पैसा चाहिँ फेरि के गर्नुभयो? भर्खर जजलाई शान्त मात्रै बनाएको थियो, मिडियामा खबर आयो। सब पत्रकारहरू यताउता सबलाई शान्त बनाउनको लागि त्यहाँनिर 15 करोड खर्च भयो। अब मुख टाल्नलाई केही त दिनु पर्यो नि, त्यहाँनिर 15 करोड गयो। अब बाँकी भएको पैसा? फेरि बाँकी भएको यो विपक्षी नेताहरूलाई थाहा भयो। अब विपक्षी नेताहरूले संसदमा हल्ला गर्छु म हुँदैन यस्तो भने, त्यहाँ पनि दिनु पर्यो अलिअलि, त्यता 10 करोड लाग्यो। अनि कसरी एउटा इमान्दार मान्छेले काम गर्छ भने सिस्टमै छैन, कामै गर्न दिँदैन। अझै 5 करोड बचेको छ, त्यो के गर्नुभयो? अरे यार, यत्रो टेन्सन भयो, म बिमारी भएँ अनि अस्पताल जानु पर्यो। अस्पताल अब विदेश, मसाज गर्नु परेन, ठिक बनाउनु परेन बडीलाई, हल्का मसाज केही त गर्नु पर्यो नि। अब तपाईँलाई थाहा छ विदेशमा कति खर्च हुन्छ, महँगो कस्तो छ, मसाज, पार्टी, क्यासिनो जानु पर्यो हल्का, तपाईँलाई थाहा छ त। सडक चाहिँ कतिमा बन्यो त्यो भन्नुहोस् न त पहिला। बाँकी रह्यो 40 लाख, त्यसमा 15 लाख मैले ठेकेदारलाई दिएँ बना भनेर। 40मा पनि 15 दिनुभयो तपाईँले ठेकेदारलाई? अब ठेकेदार फेरि भन्छ गिटी बालुवा केही त लाग्यो किन्न, त्यता दिने भएपछि 15 लाख त गर्नु परेन। अनि कसरी काम गर्छ एउटा इमान्दार मान्छेले भन्नुहोस् त तपाईले?